मेरो आजको न्यू डे न्यू ब्लगमा धेरै स्वागत छ। न्यू डे भन्दा पनि मेरो फर्स्ट ब्लग हो। मेरो फर्स्ट ब्लगमा तपाईँहरू धेरै वेलकम छ र यो भिडियोमा केही गल्तीहरू भएका छ भने क्षमा चाहन्छु। मेरो यो भिडियोलाई अघि बढाइदिनुहोस्, सबैजनाले सपोर्ट गरिदिनुहोस् भन्ने धेरै आशा चाहन्छु। र राइट नाउ आइम इन माई ड्युटी, अन्त म चाहिँ ड्युटीमा छु, स्टाफ रुममा अहिले बसिरहेको छु। स्टाफ रुम भन्दा पनि यहाँ रेस्ट रुममा बसिरहेको छु। तपाईँहरूलाई आज मेरो दिनमा के भयो कसो भयो सबै कुरो देखाउनुहुन्छ। बाई बाई। यसमा चाहिँ तपाईँहरूलाई के देखाउँछु भने यहाँ चाहिँ मेरो भाउजू छ हो। भाउजू यहाँ छ बसिराख्नु भएको छ। आज एउटा पनि क्लाइन्ट आएको छैन। सङ्गीता दिदी अहिले गएको छ वासरुम। अहिले तपाईँहरूलाई देखाउँछु होइन। लङ्काबाट कसले हेर्नु हुँदैछ, लङ्काबाट पग्लीबाट कसले हेर्नु हुँदैछ। उहाँ चाहिँ सङ्गीता दिदी चाहिँ लङ्काबाट पग्लीबाट हो। अन्त हेर्नु जसले चिन्नुहुन्छ कमेन्टमा चाहिँ यस यस भनेर कमेन्ट गरिदिने हो गाइज। सङ्गीता दिदीले हेर्नु ल, चिन्छ कि चिन्दैन गाइज। लङ्काबाट कमेन्ट चाहिँ गर्नै पर्छ है। हाई भन्दैन लु हाँसु गाइज। यहाँ हेर्नु सङ्गीता दिदी यहाँ छ, ब्युटी छ नि, सिङ्गल छ गाइज। यहाँ पुरा मेकअपको उयो हुँदैछ। ट्राई गरेको यसले पनि थाल्यो भने बसी त हामीसँग एकदम बाई बाई हुन्छ फोनकै ल गाइज। लास्टमा उसले पनि पुरा उयो प्रोफेसनल ड्यासबोर्ड खोलिरहेछ गाइज। तर मलाई त्यस्तो क्रेजी हुँदैन भयो भने अब त्यस्तो हुँदैछ सोसियल मिडियाहरू। अस्ति चाहिँ काटिदेऊ। अन्त क्लाइन्ट गइसक्यो हो। अन्त हामीहरू सबैजना 4 जना बसिरहेको छौँ। यो मेरो म्यानेजर हो। यो खालि लजाउँछ, यो कनाडा। अन्त यहाँ मेरो भाउजू छ। यहाँ त मैले दिदी यहाँ लु हल्का केही भनिदिनु छिटो न। मन परेमा बहिनीको च्यानललाई मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। अन्त यताबाट भन्दैन अल्छी लागेर हामीहरू एकदम कस्तो अल्छी लागेर अहिले हामीहरू बसिरहेको छौँ। हामी 2 जना मात्रै भनौँ न गाइज। कस्तो भइरहेछ नि अल्छीले होइन। ऐसे हाई 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 बिन्दुली। एम आई लुकिङ ब्युटिफुल? लुक न बिन्दु, लुकिङ ब्युटिफुल। त्यो ठिक्कै भाउजू पनि आयो, उताबाट आयो, ठुङ गाना गाउँथ्यो आफ्नै धुनमा। गाइज अहिले चाहिँ मेरो नेल्स बनिसकेको छ। डिजाइन कस्तो लाग्यो हेर्नुहोस्। यसलाई चाहिँ फ्रेन्ड्स भन्छ होइन। म चाहिँ सिकाउने हो, तर मलाई सिकाउनु चाहिँ यहाँ भाउजूले सिकाउनुहुन्छ। अन्त यहाँ अब हाम्रो ड्युटी छुट्टी पनि भएको। अब हामीहरू चाहिँ गएको, त्यही भएर सबै बन्द गर्दैछु। अब यहाँ हामीले प्लग अफ गर्छ। अन्त माथि एसी पनि बन्द गर्नु छ। अन्त त्यो बन्द गरिसकेर जान्छ हामीहरू। अहिले टाइम भयो हाम्रो। बाई बाई गाइस। अब चाहिँ गएको म जाँदैछु। बाटोमा छु हामीहरू, भाउजू र म यहाँ बाटोमा छु। अन्त यो चाहिँ मैले ब्याग किनेको मम्मीको लागि। जाँदैछु होइन गाइस। तपाईँलाई म नेल अघि राम्ररी देखेन होला। यहाँ त नेलहरू कस्तो दामी छ। मैले बनाएको फ्रेन्ड्स। फ्रेन्ड्स भाउजू यसलाई फ्रेन्ड्स भन्छ होइन। फ्रेन्ड्सवाला नेल होइन, दिदी भन्छु। ए आजदेखिको दिदी भन्छु भाउजूलाई। जाँदैछु अहिले। रस्तामा छु हामीहरू, बाटोमा बाटोमै छु अहिले चाहिँ। बाटोमा छु म। यहाँ ट्राफिक लागिरहेको छ। यहाँ माथि मेट्रो स्टेसन, यहाँ रोडमा पुरा उयोहरू छ गाडीहरू होइन। तपाईँहरूलाई देखाइदिँदै गर्छु बेङ्गलोरको नजाराहरू। बेङ्गलोरको नजाराहरू यहाँ हेर्नु है। यहाँ हिरो केटाहरू यहाँ रुम पुग्नु आँट्यो। अब यहाँ सिँढीमा चढ्दैछु। रुम पुग्नु आँट्यो अब चाहिँ हो। यहीँ छु। के गर्नु रुममा आइपुग्यो गाइस। यहाँ हेर्नु यहाँ हाम्रो रुम। नो भिडियो कल आन्टी, ब्लग गाइस। फाइनली म रुममा आइपुग्यो। बाई बाई। हामीहरूको हालत